आज चाहिँ मर्निङ वक जानु पनि ढिलो भयो है। आज चाहिँ मर्निङ वक जानु किन ढिलो भयो भन्दाखेरि चाहिँ आज चाहिँ 3:30 देखि चाहिँ वर्ल्ड कपको म्याच थियो नि त, ब्राजिल र मोरोक्कोको है। त्यसले गर्दाखेरि चाहिँ 3:30 देखि नै उठेर हेरेको हो। अनि त्यसले गर्दाखेरि चाहिँ टक्कै सक्दा नै 5:30 भयो है। अनि जस्तो सक्यो त्यस्तै उठेर चाहिँ मर्निङ वक निस्केको है। आजको म्याचको बारेमा भन्नुपर्दाखेरि चाहिँ म्याच चाहिँ फुल टाइमसम्म ड्र भयो है, 1-1। तर अब ड्र भए तापनि अब जुन पर्फर्मेन्स हामीले एक्सपेक्ट गरेको थियो नि ब्राजिलको, तर त्यस्तो चाहिँ भएन क्या ब्राजिलको पर्फर्मेन्स। अब बिलो एभरेज भनौँ न, ब्राजिल भन्नु मतलबै अब कस्तो हुन्छ अब टिम होइन, 5 टाइमको वर्ल्ड च्याम्पियन है। तर अब बिलो एभरेज थियो क्या पर्फर्मेन्स अब मोरोक्कोसँगको। अब मिस्टेकमा मिस्टेक है। अब मिस्टेक त कति भयो अब त्यो गेममा, तर पनि अब लकिली है भिनिसियस जुनियरको गोलले गर्दाखेरि चाहिँ ड्र भयो है। त्यतिमै अब म्याच चाहिँ अब 1-1 भयो है। ओके, बेटर लक नेक्स्ट टाइम ब्राजिल। अब नेक्स्ट म्याच अब हाटीसँग छ है 18 तारिकको दिन। त्यो म्याच सायद जित्छ होला है। तपाईँहरूको दिन पनि एकदम शुभ रहोस् है।